आज कन्टेन्ट नपाएको कारणले गेम नै खेल्नु पर्यो। यस्तो किन हुन्छ त? भिडियो अन्तिम समय हेर्नु होला गाइस, सबै भन्छु। एकदमै भोक लागेपछि के खाए त पनि भन्छु। हेलो गाइजहरु, आई होप तपाईहरु सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। बिहान उठेर ब्रस गरेर हात मुख पनि धोए। धोइसकेपछि देख्न सक्नुहुन्छ मेरो नक्कल। काला कपाल लगाएर आफूले आफूलाई के सोच्छ, जति ऐना हेरिन कहिले गोरो हुन्नस् भन्छ मेरो ऐना साथी। त्यसैले उता ऐना छोडेर यता नास्ता खान आए। नास्ता त कर्मचारीले नै खाँदैन होला, जो कि म बेरोजगारले खान्छु। बेरोजगारी चाहिँ किन भनेको भन्नु होला फेरि प्रुफ अगाडि नै छ, हेर्नु न। ओ यस्तै यस्तै कामहरु पर्छन् बेरोजगारी क्या, जहाँ कि म पनि पर्ने गर्छु। भयो धेरै नसोच्नु, मैले कन्टेन्टको लागि बनाएको। भयो भयो, धेरै गफ नलगा त पनि। भयो बरु त्यो कुरा छोडम बरु। एकदमै भोक लागेको कारणले म चाहिँ बाल्न लागेको। आगो चाहिँ किन नभन्नु न हजुर, कुवा पोलेर खानु पर्यो नि त चचेको। हो त्यसैको लागि बालेको के आगो। त्यतिकैमा हाम्रो आगो बलिसकेको थियो र साथसाथै पोल्न पनि सुरु भइरहेको। काम चाहिँ हाम्रो 80% भइसकेको थियो र एकैछिनको मेहनतपछि पोल्दै गयो। पोल्दा पनि एकदमै गर्मी पनि भइरहेको थियो र के गर्नु, सहनै पर्छ, भोग्नै पर्छ। गर्दै गर्दा हाम्रो यता सेकुवा पनि फाइनली भइसकेको थियो। भइसकेपछि यसलाई मैले सानो पिस बनाइदिएँ खान सजिलो होस् भनेर। एउटा प्लेटमा भुजा, काँक्रा, चटनी सबै हाल्छ र अब चाहिँ खानुपर्छ भनेर म चाहिँ रेडी भइरहेको थिएँ। एक पिस कस्तो छ भनेर चाख्नै लागेको थिएँ। बाबाले भन्नुभयो कि यहाँले म खान्छु भन्नुभयो। मैले पनि हुन्छ बाउ तिमी नै खाऊ भोक लागेपछि भन्नु। बाबाले चाहिँ फेरि अर्को पोलेर त खा भन्नु। लुखुर गएर म चाहिँ पोल्नतिर लाग्यो। एकैछिन मेहनत गरिसकेपछि हाम्रो सेकुवा पनि भइसकेको थियो। हेर्दा पनि सेकुवा रातो छ, सुन्दा पनि एकदमै मजाको छ, खाँदा चाहिँ कस्तो होला। यदि अनुभव लिन चाहनुहुन्छ भने नेपालगञ्ज बागेश्वरी हल नजिकै छ हाम्रो लोकेसन। धेरै कुरा चाहिँ नगरौँ, अब उतैतिर जाम। भोक लागेको बेला कागती, काँक्रा, चटनी, भुजा, भटमास र सेकुवा हालेर खाँदा कस्तो होला यार। यसको माथि कागती निचेर खाँदा त एकदमै मिठो पाउने रहेछ नि गाइस। मैले त अनुभव पहिले गरिसकेको छु, अब चाहिँ आउने पालो हजुरहरूको। भिडियोलाई अन्तिम समय हेरिदिएकोमा धेरै धेरै धन्यवाद हजुरहरूलाई। यदि हजुरहरूलाई मन परेमा लाइक कमेन्ट गरिदिनु होला भन्दै आजलाई यति। सी यु अगेन नेक्स्ट भिडियो एन्ड बाई।